मान्छेको माया छोरीलाई चिठी। मायाकी खानी प्रिय सुब्यानी, पत्र मार्फत तिमीलाई हाम्रा बाध्यताका न्यु सुनाएर मनको असन्तुष्टि, ग्लानी र पछुतो पखाल्ने प्रयास गर्दैछौँ। एउटा विवाद छ मनभित्र, द्वन्द्व चल्छ हर वखत, धर्म, कर्म र प्रेम बीचको भिन्नतालाई लिएर, बाध्यता, बहाना र सम्बन्ध बीचको प्राथमिकतालाई लिएर। मम्मी बाबा, तपाईहरूको प्राथमिकता के हो? म वा काम वा अरू नै केही? तिमीले सोधे जवाफ के होला हामीसँग? तिमी हाम्रो प्रेम, तिमी हाम्रो जिम्मेवारी, तिमी हाम्रो प्राथमिकता, तिमी हाम्रो सब थोक, अनि फेरि हाम्रो काम, जसले तिम्रो बाबुआमालाई एक बनायो जीवनभरलाई। हाम्रो कर्म, हाम्रो धर्म पनि त हो छोरी। तर कहिलेकाहीँ मन भारी हुन्छ अनि आफ्नै मनले आफैसँग प्रश्न गर्छ, दुनियाँ हँसाउन हिँडेका हामीले कति तिमीलाई पुर्यायौँ कि? 3 महिनाकी छोरी अरूको जिम्मा लगाएर पर्दामा हाँस्ने तिम्रो आमा बाबुको दुखेको मन तिमीले त पक्कै देख्न सक्छौ। एउटी आमाको अनिदो रात अनि चर्केको दुधको साक्षी अरू कुनै हुन सक्ला र यो दुनियाँमा। भुइँचालोको बेला तिमी 14 महिनाकी मात्रै थियौ अनि हामी, तिम्रो बाआमा तिमीसँग थिएनौ। हामी त 7 समुद्र पारको देश अमेरिकामा मानिसहरू हँसाउँदै हिँडेका थियौँ। देश अमेरिका जान लागेपछि हल्का अंग्रेजी प्र्याक्टिस गर्नुपर्ने सन्ताली उर्दूमा बोलेर हुन्छ। मेरी आमै तिमी अमेरिका जान्न अनि म नआएर तिम्रो कान्छो बाबु जान्छ होला त? अनि म त जान्दिन। तिमी पनि जाने हो नि? यो च्याख्री कस्तो भुस्से दिमागी थियो भने नि। हजुर। अचानक भुइँचालो गयो। विमानस्थलका टिभीहरूमा जताततै नेपाल ध्वस्त भएका चित्र र समाचार मात्रै थिए। एयरपोर्टमा टिभी अगाडि झुमिएकाहरूलाई चिच्याएर भन्न मन लाग्यो, त्यो मेरो देश हो, त्यहाँ मेरी छोरी पनि छ। तिम्रो पत्तो नपाउँदा हामीले सब होस गुमाएका थियौं। न शरीरले काम गर्यो न दिमागले। सानो बच्चा पुरिएको र जीवितै उद्धार गरिएको अनि अर्को त्यस्तै बच्ची पुरिएको ठाउँमा मृत भेटिएको दृश्यले म त बेसरी चिच्याएछु। हामी अमेरिका हाम्रो कर्मका लागि गएको, हाम्रो धर्म नि मानिसहरूको मुहारमा मुस्कान ल्याउने। तर सुब्यानी, तिम्रो मुहारको मुस्कान हामीलाई खड्किरह्यो। तिमीसँग कुरा नगर्दासम्म सास फेरेको सम्झनै छैन। थाहा छैन हामी कसरी बाँच्यौं। पक्कै तिम्रो मसिनो आवाजले हामीलाई जीवन दिएको हुनुपर्छ छोरी। अमेरिकामा कार्यक्रम गरेर हँसाउन मनले मान्दै मानेन। साउन गएका हामी भने स्टेजमा उक्लेर घुँडा टेकेर रुन पो थाल्यौं। तर हाम्रा लागि करोड बढी लगानी गरेकाहरूले हामी डुब्छौं भन्दै थिए। हामीले भन्यौं उता देश डुब्दैछ। झुटो बोल्नुहुन्न छोरी, त्यति बेला मनमा तिमी मात्रै थिएनौ। भूकम्पले हल्लाएको देशको माया पनि थियो। त्यो कस्तो माया हो मैले भन्नै जानिन। अमेरिकामा सहयोगी हातहरूले दिएको 17 लाख बोकेर नेपाल फर्क्यौं। घर पुगेर तिम्रो अनुहार हेर्यौं। तिमी कति सजिलै मुस्कुरायौ। हामी त तिमीलाई च्याप्पै अंगालो मारेर धेरै बेरसम्म रोयौं। तिम्रो निर्दोष हातको स्पर्श, सासको गन्धले प्राण भरिदियो छोरी। तिम्रो मुस्कानमा सब थोक बिर्सेछु। आफ्नै जन्मदिनी आमा पनि माया साँच्चै उदो बग्दो रहेछ छोरी। सुबु, म लडेको नि भुइँचालोमा है, तिमीलाई थाहा छ? भुइँचालोले हल्लाइराखेर लड्यो। या त सुन्यो करङ भाँच्यो, 6वटा भाँची मेरो। मम्मी बाबा अमेरिका है, म मामा घरमा बस्यौं। मम्मी आएर 1 महिनापछि आएर तिमीलाई अँगालो हाल्यो। तिमीले अँगालो हाल्दाखेरि तिमी हाँस्यौ, मम्मी पनि हाँस्यो, म पनि हाँसेँ। मलाई नि खुसी भयो। माया भन्ने कुरो यस्तो हुँदो रहेछ छोरीको। मलाई पनि माया लाग्थ्यो तिम्रो आमाको। तिम्रो आमाले तिमीलाई गरिन्। तिम्रो मुस्कानको त्यही ऊर्जा बोकेर हामी भोलिपल्ट बिहानै राहत बोकेर हिँड्यौं। तिमी फेरि एक्लो पर्यौ। अनि मसँगै नुनु गर्थ्यो है। तिमी त हामीसँग कति बस्यो नि। मम्मी बाबा त अहिलेसम्म पनि हामीसँग छोडेर सहयोग गर्न जानुभएको, राहत दिन जानुभएको थियो। भूकम्पमा कतिले त बाबुआमा र आफन्त नै गुमाएर टुक्रा भए। तिमीलाई एक्लै रुवाएर भए पनि धेरै उठहरूमा मुस्कानको बिउ रोप्यौ। यो बेला फेरि कर्मले हामीलाई जित्यो। सिन्धुपाल्चोक पिपल डाँडामा चर्पी बनायौं। नुवाकोटको खरपौवामा 40वटा चर्पी र एउटा स्कुल बनायौं। सरकारी मान्छे रातो स्टिकर बोकेर आउँदा हामीले नयाँ स्कुल बनाइसकेका थियौं। उनीहरू त छक्कै परे। राहतका सामान बोकेर केही हप्ताभित्रै हामी 11 जिल्ला पो पुगेछौं। विद्यालयको 7 कोठे भवन बनाउँदा होस् या कापी कलम पाइसकेपछिको केटाकेटीको अनुहारमा हामीले तिमी नै देख्यौं। 29 गतेको भुइँचालोले फेरि तर्साइदियो।
भोलिपल्ट फेरि सिन्धुपाल्चोक जान मन लाग्यो। घर परिवार कसैले जा भनेनन्। तिमी बोल्न सक्ने भयो भने तिमीले पनि बाटो रोक्थ्यौ होला। बाटो सुनसान थियो, गाडी चलेका थिएनन्। ठाउँ ठाउँमा चिरा परेको, पहिरो गएको थियो। भेट्नेहरूले जिब्रो टोकेर भन्थे कसरी आउनुभयो भनेर। साथमा जेनेरेटर लगेका थियौँ। रातभरि सारा गाउँको मोबाइल चार्ज गरिदिउँ। 5 टहरा बराबर एउटा चर्पी बनाएर फर्क्यौँ। अमेरिकाबाट ल्याएको 17 लाख त यतिमै सकियो। तर अझै गर्नुपर्छ भन्ने थियो। पैसा थिएन, तर पैसाले हिम्मतलाई रोकेन। घर परिवार गुमाएकाहरूका लागि एउटा चिटिक्क परेको बस्तीको चित्र दिमागमा आयो। त्यसले सतायो। बिहानी 3 बजे निन्द्राले छोड्यो। बस्ती बनाउने ठाउँ खोज्न भौतारिँदै 24 घण्टाभित्र धादिङ, गोर्खा अनि काभ्रे पुग्यौँ। काभ्रेको पहरी बस्ती ठिक लाग्यो। भुइँचालो अघि नै आफ्नो भन्ने केही नभएका पहरीहरूलाई भुइँचालोले झन् पीडा दिएछ। जस्तो अब बदाले भुमारी खेलेको त्यस्तै गरेर हामी पनि भुमारमै परिरहेको थियो। अब वैशाख 12 गतेको भुइँचालो आउँदाखेरि हामी चिल्लीबिल्ली भयौँ। अब कता जाउँ। हामीले दृढ संकल्प लियौँ, बस्ती यहीँ बनाउँछौँ। तर साह्रै झन्झट भयो। आज होला जस्तो हुन्थ्यो, भोलि कुरा बिग्रिन्थ्यो। बनाउने भनिएको घरको रङ्गीन चित्र नक्सा देखाएपछि गाउँलेहरूले पनि पत्ताए जस्तो गरी 20वटा घर बनाइन्छ भनेर आउनुभयो। जग्गा हामीलाई माग्नुभयो। 20वटा घर कसरी चाहिँ कलाकारहरूले बनाइनुहुन्छ त? उहाँहरूले अब पैसा कताबाट ल्याउनुहुन्छ कि हुँदैन कि हामीसँग अब पैसा हाल्नु पर्ने हो कि अब हामीले के गर्नुपर्ने हो कि अब त्यो हामीलाई त्यति विश्वास नै लागेको थिएन। अब फिल्ममा खेल्ने मान्छेले अब यहाँ ढुङ्गा माटो गरेर काठ गरेर कसरी काम गर्नु होला भनेर विश्वास लागेको थिएन। पैसा त जुट्यो, तर काम 2-4 जनाले 2-4 दिन गरेर नभ्याउने। जग खन्नेदेखि रुख काट्न हामी आफै भेट्थ्यौँ। बिचरा यस्तो हुने बरासमा, पानीमा, झरी बादलमा एकदम सहले सङ्कट गएर सानो नानीलाई छोएर वनमा गएर सल्लाह गरेर दुनियाँ दिवाना गरेर दुनियाँलाई गुहारेर अब दोधर पनि लगेर बाटोमा गएर बाटो खनेर सल्लाहको बोटहरू पनि कति उहाँले दुःख गरेर बोक्नु भयो होइन। कति दुःख गरेर बोक्न गाँडको छाला गर्न कि दुःख गरेर बिचरा साबेले त्यो माटो मिल्काएर त्यसको हातमा ठेला उठेन कि बागा भनेर कुद्यो। कति बिचरा कति डराएर बस्नु पर्थ्यो। निन्द्रा पनि नलाग्ने, फेरि चोटोले हाने त्यत्तिकै, पानी पर्ने त्यत्तिकै, फेरि हुडी बर्खा लाग्ने त्यत्तिकै, बागा भन्ने त्यत्तिकै होइन। अहिले काभ्रेको डाँडा गाउँ पहरी बस्तीमा धुर्मो सुन्तली एकीकृत मना बस्ती छ। तिमी बुझ्ने भएपछि पहिलो पटक यही बस्ती देखाउने हामी दुवैको ठुलो रहर छ छोरी। यस्तो म बालाका छोडेर मेरो मम्मी ड्याडी कहाँ घर बनाउनु जानुभएछ भने दुःख मन गर्छ नि बच्चाले। यस्तो रहेछ मलाई छोड्नु कारण भनेर छोरीले पछि बुझ्नुहुन्छ। यहाँ अहिले 18 परिवार बस्छन्। तिमी जस्ता धेरै बच्चाहरू यो जाडोमा कठाङ्ग्रिनु परेको छैन छोरी। सधैँ धुर्मु सुन्तली बन्ने कि सीताराम कुञ्जना बन्ने कि एउटी 14 महिने छोरीको बाआमा हामी के बन्यौं, खास के बन्नु पर्थ्यो, हामी अझै पनि दुविधामा छौँ। आज भोलि त तिमी हाँसी हाँसी बिदा दिन्छौ। साह्रै आनन्द लाग्छ। तिम्रो माया हाम्रो शक्ति हो छोरी। यही मायाको सहारामा हामी बाँचुन्जेल अरूलाई हँसाइरहनेछौँ। तिमी पनि सधैँभरि यसरी नै मुस्कुराइरहनु। उही तिमीलाई धेरै माया गर्ने बाबा मामु धुर्मु सुन्तली।